हेलो एभ्रिवान, आज चाहिँ म घुम्न जान लागेको छु। कहाँ कहाँ जान्छु तपाईँहरूलाई देखाउँदै जानेछु हैन, हेर्दै जानु होला। म चाहिँ घरबाट निस्किसकेँ, अब गाडी चढेर जान्छु। म चाहिँ गाडी चढ्ने ठाउँमा पुगिसकेँ। अब गाडी पनि ठ्याक्क आइहाल्यो के फेरि, अनि गाडी चढेर ठ्याक्कै हिँडिहालेँ। अनि गाडी चढ्ने बित्तिकै यस्तो राम्रो भ्यू आयो क्या, हेर्नु न, यति राम्रो ठाउँ रहेछ है। यो चाहिँ अब म हिँडिराखेकै ठाउँ हुन त भए तापनि एकदम कस्तो राम्रो देखेको क्या, वाउ थियो क्या। मौसम पनि कस्तो राम्रो थियो। अनि हेर्दै हेर्दै म गाडी गएँ। रोड पनि यस्तो राम्रो हो क्या त्यताको, अहिले एकदम राम्रो बनाएको छ। अनि बाटो पनि एकदम राम्रो भएको भएर म चाहिँ सूर्यविनायक पुगिसकेँ। अब म कहाँ जान लागेको भन्न तपाईँहरूले गेस गर्न सक्नुहुन्छ। जाँदैछौँ। अनि म पुग्नै लागेँ। अनि जग्गाती पुगेर दिदीलाई पनि भेटेँ। दिदी चाहिँ पसलमा त्यहाँ भाइलाई किनिदिन लाग्नु भएको रहेछ। भिडियो पुरै अनि यसो दिदी पनि कन्टेन्टलाई भिडियो बनाउँछ, आफ्नै भिडियो हेर्छु त भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ मान्छे नआएर कुरेर बसेका छौँ। अब एकछिनमा जान्छौँ। खोइ आउँदैनन् आज। कति बजिसक्यो? 9:30 भइसक्यो। 9 बजीदेखि कुरेको, पाउने 10 भइसक्यो अरे। ल 9 बजीदेखि कुरेको, 10 बजी नै आइपुग्ला जस्तो छैन। कुर्दा कुर्दा चाहिँ हामी एकछिन त्यहाँ यसो भिडियो पनि खिचेँ मैले। यस्तो राम्रो सिन आइरहेको थियो, वाउ नै थियो कि। त्यो खिचिहालेँ। अनि यस भाइको अनि यो अटो आइसक्यो। अब यो अटोमा जाने भनेको थियो मान्छे धेरै। उहाँहरूलाई हामी अब एकदम ठुलो रूपमा स्वागत गर्छौँ। नाटक गरेर 1 घन्टा भइसक्यो बसेको। यिनी उनी ढिला गर्ने मान्छे। यसले फेरि बुद्यो खोर्सानी खाएछ र खाएर त रुँदैन। यिनले हो ढिलो गरेको। रेहान, तिमीले हो ढिला गरेको। तिमीले खाएको खोर्सानी? अनि खाएको खोर्सानी गरममा दर्शन गरिसके रे। तिमीले खाएको खोर्सानी? फाइनल्ली हामी चाहिँ डोलेश्वर मन्दिर पुग्यौँ। अनि त्यस पछाडि अब हामी पनि दर्शन गर्न जाने भनेर हामी जाँदैछौँ। माथि गाडीबाट ओर्लेर जाँदैछौँ। अब त्यहाँनिर मैले चाहिँ अनि त्यता यस्तो राम्रो थियो नि त, सिनहरू भिडियो राम्रो आउँछ रहेछ, त्यही भएर खिच्दै थियौँ भिडियो। ढाका हामी त्यहाँ पुगेर यताउता हेऱ्यौँ। अनि माथिल्लोपट्टिबाट गएको थियौँ। 2टा गेट छ नि त, माथि र तल्लोपट्टि 2टा गेट रहेछ। अनि त्यस पछाडि कसको यो चाहिँ कसको मूर्ति हो तपाईँहरूले भन्नु होला। यस्तो राम्रो रहेछ, मलाई एकदम। ल अहिलेको लागि यो पार्ट 1 भयो। धेरै लामो भिडियो भएको कारणले मैले अर्को अब योभन्दा पछाडिको चाहिँ पार्ट 2मा लिएर आउनेछु। ल लास्टसम्म कोही कोहीले भिडियो हेर्नुभयो, लाइक कमेन्ट सेयर गर्नु होला।